अब के गर्छिन् त मैले भने जस्तै त गर्छिन् नि यस्तो मानसर नमुना माध्यमिक विद्यालयमा यस्तो ट्र्याक्टर नभएर एसेम्ब्ली भएको बेला यस्तो भइदिएको भए के हालत हुन्थ्यो के हालत हुन्थ्यो अहिले त छिटोभन्दा छिटो यो सडकको स्तरमा चाहिँ गर्नु छ यस्ता साना साना ढुङ्गा छन् टिलमा त्यहाँनिर कसरी एक्सिडेन्ट हुन्छ अनि त्यहाँनिर चाहिँ फेरि चालकको मात्रै दोष छैन कि यो सडकको दोष छैन हो एकदम हेर्नु न त्यस्तो गोटे ढुङ्गा छन् अनि कहाँ जान्छ हो के गर्नु सम्बन्धित निकायमा ध्यान जानु जरुरी लाग्यो है यो चाहिँ फेरि कस्तो रहेछ बनाइदेला नि ठ्याक्क बनाउनु पर्यो त एउटा लाइनमा हैन ट्र्याक्टर यता यो ग्यारेज बनाउँदैछ नि त सपना महिन्द्र पानसरा थापाको मितिनी अलि टाढाबाट अलि टाढै अझ पानसरा थापाको मितिनीको अरे हो त्यहाँबाट यता आएर जस्तो त्यहाँनिरबाट ड्राइभरले तल आउँदाखेरि यहाँबाट हुँदै यहाँ पर्यो क्या गर्छिन् त अब म यहाँले के गर्छिन् हेरौँ है त ताजा अपडेट हो यो थ्याङ्क्स गड धन्न मान्छेलाई केही क्षति भएन है नत्र भने त गाह्रो थियो चालक चाहिँ सम्हालेर बचे अलिकति बेहोस भएका थिए अहिले हस्पिटल लगेका छन् खतरामुक्त छ खतरामुक्त एकदम साथी मिल्छ सपनाको ड्राइभर कहाँ कहाँ रहेछ ए उता पुऱ्याउँछ के नाम रहेछ ड्राइभरको नाम के रहेछ तारा भन्दै तारा माटो त्यो जाने त ठाउँ छैन स्योर हो अब यसरी ट्याक्क पार्नु के गर्नु अब यो चौरमा पनि यस्तो भयो यार हैन बडो मजाको भयो त यार चौर